ल आज कुरा गरौँ सन् 2026 को अप्रिल महिनाको। यो त्यो समय थियो जब संसार एउटा डरलाग्दो युद्धको मुखैमा उभिएको थियो। अमेरिका र इरान यिनीहरू बीचको तनाव यतिसम्म चुलियो कि एउटा सानो गल्तीले पनि पुरै विश्वलाई विनाशको आगोमा होम्न सक्थ्यो। आउनुहोस् आज त्यही सङ्कटको गहिराईमा डुबुल्की मारौँ, जसले एक समय संसारकै सास रोकिदिएको थियो। आज एउटा पुरै सभ्यता समाप्त हुनेछ। सोच्नुस् त, यी शब्दहरू थिए अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका। यो कुनै सामान्य राजनीतिक बयानबाजी थिएन, यो त एउटा खुल्ला धम्की थियो। यो भनाइले त्यसबेलाको तनाव मात्र देखाउँदैन, यसले यो पनि देखाउँछ कि कसरी संसारको सबैभन्दा शक्तिशाली व्यक्ति एउटा पुरै देशलाई इतिहासबाटै मेटाउने कुरा गरिरहेका थिए। अब खास प्रश्न त यो हो, आखिर संसार त्यो सर्वनाशबाट केवल 90 मिनटको दूरीमा कसरी आइपुग्यो? ल, अब हामी ती घटनाहरूलाई एक एक गरेर केलाउनेछौँ जसले विश्वलाई यो खतरनाक मोडमा ल्याएर उभ्याएको थियो। बाहिर दुनियाँलाई जे देखाइदै थियो, जे सुनाइदै थियो, वास्तविकता त्योभन्दा कैयौँ गुणा फरक र खतरनाक थियो। आधिकारिक बयानबाजीको पछाडि एउटा अर्कै छाया युद्ध चलिरहेको थियो, र यो कथा हो त्यही गोप्य उद्धार अभियानको। एकातिर राष्ट्रपति ट्रम्प दाबी गर्दै थिए आकाशमा हाम्रो पूर्ण नियन्त्रण छ, तर वास्तविकता त्यो त बिल्कुलै फरक थियो। अप्रिल 3कै दिन इरानले एउटा अमेरिकी F-15E लडाकु विमान खसालिदियो। यसले के देखायो भने यो लडाई एकतर्फी थिएन र अमेरिकाले सोचे जस्तो सजिलो पनि थिएन। ल, विमान खसेपछि पाइलटको उद्धार त भयो, तर विमानका वेपन सिस्टम्स अफिसर उनी शत्रुको इलाकामा एक्लै फसे। कल्पना गर्नुहोस् त, घाइते अवस्थामा पनि उनी 7000 फिटको उचाइमा चढे, आफूलाई लुकाए र पुरै 24 घण्टापछि उद्धारको लागि रेडियो सन्देश पठाउन सफल भए। यो उनको बाँच्नको लागि गरेको त्यो अविश्वसनीय सङ्घर्षको कथा थियो। र त्यसपछि सुरु भयो एउटा ऐतिहासिक उद्धार अभियान। यो कुनै सामान्य सैन्य कारबाही मात्रै थिएन, होइन। यसमा CIA को मनोवैज्ञानिक चाल, दुश्मनलाई झुक्क्याउने रणनीति अनि डेल्टा फोर्स र नेभी सिल्स जस्ता विशेष बलहरूको बहादुरी, यी सबैको एउटा यस्तो संयोजन थियो जसले साँच्चीकै इतिहास रच्यो। तर यो सफलता सित्तैमा आएको थिएन। अमेरिकाले यसको लागि ठूलो मूल्य चुकाउनु परेको थियो। हेर्नुस् त, कति धेरै क्षति भयो। एउटा A-10 वर्थहक विमान, 2वटा ब्ल्याक हक हेलिकप्टर अनि 2वटा यातायात विमान, यी सबैलाई दुश्मनको हातमा पर्नबाट जोगाउन घटनास्थलमै नष्ट गरियो। यो क्षतिले उनीहरूको त्यो पूर्ण नियन्त्रणको दाबी कति खोक्रो थियो भनेर छर्लङ्गै पारिदियो। अब लडाई र सैन्य कारबाहीको यो माहौलको बीचमा अचानक कथाले एउटा यस्तो मोड लियो जसको कसैले कल्पना पनि गरेको थिएन। कूटनीतिको एउटा ढोका खुल्यो, आशाको एउटा किरण देखियो। तर सवाल यो थियो, के यो युद्धविराम साँच्चै टिक्थ्यो छ? ट्रम्पले दिएको समयसीमा सकिन अब मात्र 90 मिनट बाँकी थियो। पुरै विश्वले सास रोकेर हेरिरहेको थियो। अनि ठ्याक्कै त्यही बेला पाकिस्तानले मध्यस्थता गरेर अमेरिका र इरान बीच 2 हप्ते युद्धविराम गरायो। यो अन्तिम मिनेटमा भएको सम्झौताले विश्वलाई युद्धको आगोबाट तत्कालको लागि बचायो। पाकिस्तानका प्रधानमन्त्रीले के भने यो युद्धविरामले लेबनान र अरू सबै छिमेकी देशहरूलाई पनि सुरक्षित बनाउनेछ। मतलब उनीहरूको नजरमा यो केवल 2 देशबीचको सम्झौता थिएन, यो त पुरै क्षेत्रको शान्तिको लागि थियो। तर त्यो आशा धेरै बेर टिकेन। तुरुन्तै अमेरिकी उपराष्ट्रपतिको बयान आयो। अमेरिकाले लेबनानलाई युद्धविराममा समावेश गर्ने वाचा कहिल्यै गरेको थिएन। हो, यहीँबाट थाहा भयो कि यो सम्झौता कति कमजोर धरातलमा उभिएको थियो। शान्ति वार्ता आखिर किन असफल भयो त? धेरै कुरामा सहमति भए पनि एउटै विषयमा गएर कुरा अड्कियो, इरानको आणविक कार्यक्रम। हेर्नुस् त, अमेरिका चाहन्थ्यो इरानले कम्तीमा 20 वर्षको लागि सबै आणविक गतिविधि रोक लगाओस्, तर इरान 5 वर्षभन्दा बढी मान्न तयार थिएन। हो, यही 15 वर्षको अन्तरले पुरै शान्ति प्रक्रियालाई नै डुबाइदियो। अब जब कूटनीतिले काम गरेन, द्वन्द्व फेरि फर्कियो। तर यसपालि जमिन वा आकाशमा होइन, समुद्रमा। अबको लडाई आर्थिक थियो, जहाँ दुवै पक्ष एक अर्कालाई आर्थिक नाकाबन्दी लगाएर घुँडा टेकाउने कोसिसमा थिए। रमाइलो कुरा के छ भने दुवैको नाकाबन्दीको रणनीति बिल्कुलै फरक थियो। एकातिर इरानले चलाखीपूर्वक आफ्ना दुश्मन देशका लागि मात्र तेल रोक्यो, तर चीन जस्ता सहयोगीहरूलाई भने बाटो खुला राख्यो। अर्कोतिर अमेरिकाको लक्ष्य थियो पूर्ण नाकाबन्दी, मतलब चीनकै जहाज किन नहोस्, कसैलाई पनि नछोड्ने।
त्यसपछि इरानको व्यवहारले पुरै विश्वलाई नै अलमलमा पारिदियो। अप्रिल 17मा उनीहरूले होर्मुज स्ट्रेट पूर्ण रूपमा खुला छ भनेर घोषणा गरे। तेलको मूल्य 10%ले घट्यो। तर त्यसको 24 घण्टा नबित्दै फेरि निर्णय उल्ट्याए र स्ट्रेट बन्द भएको घोषणा गरे। त्यति मात्रै होइन, उनीहरूका गनबोटले 2वटा भारतीय व्यापारिक जहाजमाथि गोली समेत चलाए। यसले विश्व बजारमा ठूलो उथलपुथल ल्यायो। र घुमिफिरी अप्रेल महिनाको अन्त्यसम्ममा परिस्थिति फेरि उस्तै खतरनाक मोडमा आइपुग्यो। जहाँबाट यो कथा सुरु भएको थियो, सङ्कट फेरि त्यही उभिएको थियो र खतराहरू अझै टरेका थिएनन्। आखिर यो सबैको मूल्य कसले चुकायो त? आम मानिसले। द्वन्द्वको पहिलो 50 दिनमा 4000 भन्दा बढी मानिसको ज्यान गयो। यो केवल एउटा नम्बर होइन, यो भनेको 7000 भन्दा बढी परिवार तहस नहस हुनु हो। यो हजारौं टुटेका सपना र अधुरा कथाहरूको संगालो हो। र यो बारुदको थुप्रो अझै नसल्टिएको जस्तै थियो। हेर्नुस् त, अमेरिका इरान युद्धविराम अप्रेल 22मा सकिँदै थियो। उता इजरायल र लेबनानबीच अर्को छुट्टै युद्धविराम चलिरहेको थियो। त्यही बीचमा इजरायलले प्यालेस्टिनियरलाई मात्र लक्षित गरेर मृत्युदण्डको कानून पास गर्यो र उसको सेना अझै दक्षिणी लेबनानमा थियो। मतलब एउटा आगो निभाउने कोसिस गर्दा अर्कोतिर झन् ठूलो आगो सल्किसकेको थियो। अनि त्यही बेला राष्ट्रपति ट्रम्पले इरानीहरूको बारेमा भने, तिनीहरू जनावर हुन् र हामीले तिनीहरूलाई रोक्नुपर्छ र उनीहरूलाई आणविक हतियार राख्न दिनु हुँदैन। जब कुनै देशको नेताले अर्को देशका नागरिकलाई जनावर भन्छ, त्यो केवल शब्द मात्र रहँदैन। अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले चेतावनी दिएका थिए कि यस्तो भाषाले हिंसालाई उक्साउँछ र यसलाई नरसंहारको धम्कीको रूपमा पनि हेर्न सकिन्छ। ल, अब सोच्नुहोस्, युद्धविरामहरू सकिँदैछन्, सहयोगीहरू आफ्नै हिसाबले अघि बढिरहेका छन् र तनाव फेरि चरम सीमामा छ। यस्तो अवस्थामा अन्तिम र सबैभन्दा महत्त्वपूर्ण प्रश्न यही उठ्छ, आखिर वास्तवमा नियन्त्रण कसको हातमा छ?